झापा जिल्लाको हकमा मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गको करिब 55 किलोमिटर अहिले विस्तार तथा निर्माणको क्रममा रहेको छ। यो सँगसँगै जिल्लाका अन्य स्थानहरूमा पनि सडक निर्माणाधीन अवस्थामा छन्। कतिपय भइरहेका सडकहरूमा पनि खाल्डाखुल्डी लगायत अलि जीर्ण अवस्थामा पनि छन्। यस्तो अवस्थामा सवारी दुर्घटनाको सम्भावनाहरू रहन्छ। यसमा तत्काल बाटोको अवस्थामा आउन सक्ने सुधारको कुरा एउटा पक्ष हो भने धेरैजसो दुर्घटनाहरूलाई चाहिँ सवारी चालकको संयमताले अथवा सवारी चालकको ज्ञानले चाहिँ धेरै हदसम्म सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो। यस्तो अवस्थामा सवारी सञ्चालन गर्दाखेरि चालकहरूले विशेष गरेर नर्मल समयमा भन्दा पानी परेको समयमा अथवा चिप्लो सडकमा चाहिँ ब्रेकिङ डिस्टेन्स चाहिँ अलिक बढी राख्नुपर्ने अवस्था हुन्छ। तत्काल नर्मल ड्राई रोडभन्दा चिप्लो सडकको एउटा त्यो अवस्था रह्यो। त्यस्तै गरेर डाइभर्सनहरूको कारण र कतिपय ठाउँमा पानी जमेको अवस्थामा चाहिँ खाल्डोहरूको अनुमान गर्न नसकिने अवस्था हुनसक्छ। त्यसमा सजगता अपनाउने कुरा। गाडीको कन्डिसन सामान्य अवस्थामा भन्दा सवारी साधनको कन्डिसन, वाइपर, टायरको अवस्थाहरूलाई अरू बेलाभन्दा अघि बढी सजगताका साथ चेक जाँच गरेर र सवारी साधनको अवस्था ठिक छ भन्ने कुरा यकिन गरेर मात्रै सवारी साधन सञ्चालन गर्नुपर्ने हुन्छ। सँगसँगै चाहिँ हाम्रोमा भएका जति पनि डाइभर्सनहरू छन् ती डाइभर्सनहरू चाहिँ कर्भ घुम्तीको अवस्थामा रहन्छन्। कहिलेकाहीँ मोटरसाइकल अथवा सानो सवारी साधन हतारमा साइडमा आउँदाखेरि ठुलो सवारी साधनले पनि ब्लाइन्ड स्पटको रूपमा आफ्नो छेउमा आएका सवारी साधनलाई नदेख्ने अवस्था हुनसक्छ। कतिपय झापा जिल्लामा यसरी दुर्घटना भएको अवस्था पनि छ। यो सँगसँगै चाहिँ गति स्पिडको कुरा, त्यस्तै गरेर सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ चालकले त्यो बेलामा गर्ने व्यवहार अथवा सदासहयता अरूप्रति गर्ने व्यवहारको पनि। किन भन्दा व्यक्तिहरू हतारमा हुन्छन्, बाटोमा पानी परिरहेको हुन्छ, कतिपयको सवारी कन्डिसन ठिक नहुन सक्छ। यस्तो अवस्थामा एउटाले अर्कोलाई देखाउने सिम्प्याथी अथवा सहानुभूति को माध्यमबाट पनि यस्तो दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। र मेरो सुझाव चालकहरूलाई चाहिँ दुर्घटना न्यूनीकरणमा तपाईँको व्यवहार सबभन्दा बढी महत्त्वपूर्ण हुन्छ भन्ने आग्रह गर्न चाहन्छु। दुर्घटना न्यूनीकरणको लागि झापामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ? हामी झापा जिल्लामा सुरुदेखि नै सवारी दुर्घटनाका विविध कारणहरूको पहिचान गर्दै विभिन्न क्षेत्रलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गरेका छौँ। खास गरेर सवारी साधनहरूको चाहिँ प्रकृतिअनुसार यात्रुवाहक सवारी चालकहरूलाई प्रशिक्षण गर्दा यातायात व्यवसायहरूसँगको समन्वयमा दुर्घटनामा धेरै सङ्ख्यामा दुर्घटना र क्षतिको अवस्थामा अहिले दुई पाङ्ग्रे सवारी साधन छ। दुई पाङ्ग्रे सवारी साधनलाई लक्षित गरेर हामी लघु सचेतना कार्यक्रमबाट पनि जति जम्मा हुन्छ तिनीहरूलाई छोटो माध्यमबाट सूचना प्रवाह गर्ने अथवा सचेतना प्रदान गर्ने, त्यस्तै गरेर स्कुलहरूलाई फोकस गर्ने कार्यक्रम गरिरहेको छौँ। लागु पदार्थ तथा मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गरेको अवस्थामा हुने दुर्घटनाहरू लक्षित गरेर चाहिँ लागु पदार्थ चेक जाँच कार्यक्रम तथा चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम गरेका छौँ। यसरी चाहिँ यस आर्थिक वर्षमा मात्रै हामीले करिब 41 जना लागु पदार्थ सेवन गर्ने चालकहरूलाई चाहिँ हामी कानुन बमोजिम कारबाहीको प्रक्रियामा लगेका छौँ भने करिब वर्षभरिमा हालसम्म त्यो करिब 10 महिनाको अवधिमा हामी 2700 भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्नलाई कारबाही गरेका छौँ भने सोही बराबर अलिकति कम सङ्ख्यामा चाहिँ मादक पदार्थ सेवन गरेका व्यक्तिहरूलाई क्लास लिएर मात्रै उनीहरूको डकुमेन्ट बुझाउने गरिएको छ। त्यसै गरेर हामी ट्राफिक शिक्षक कार्यक्रम पनि कतिपय पालिकाहरूसँग समन्वय गरेर गरेको अवस्था छ। प्याप्सनसँगको सहकार्यमा चाहिँ स्कुल बसका चालकहरूलाई प्रशिक्षण गरेको अवस्था छ। नियमित कानुन कारबाही चेक जाँचहरू छँदैछन्। त्यसरी नियमित कानुन कार्यान्वयनको अलावा हामी सचेतनामूलक कार्यक्रमहरूलाई पनि सँगसँगै गरेको अवस्था हो। झापाको हकमा चाहिँ अलिक बढी दुर्घटना पर्ने सवारी प्रकृतिहरू चाहिँ कस्तो छ? हाम्रो हकमा पनि देशव्यापी लगभग मिल्दोजुल्दो नै छ। खास गरेर हाम्रोमा दुई पाङ्ग्रे सवारी साधनहरूको सङ्ख्या चाहिँ अत्याधिक छ। करिब 50% भन्दा बढी चाहिँ दुर्घटनामा साना दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकलहरू, विशेष गरी मोटरसाइकल स्कुटरहरूको सङ्ख्या अत्याधिक छ भने बढी जोखिममा रहेका पक्ष भनेकै खुल्ला बढी हुने, जस्तै मानव मोटरसाइकल, साइकल, पैदल यात्रीहरू बढी जोखिममा हुन्छन्। सानो दुर्घटनामा पनि डाइरेक्ट बढी आम हुने, सिधै शरीरमा चोट लाग्ने अवस्था रहने हुँदाखेरि चाहिँ सानो सवारी बढी जोखिममा पनि हुन्छ। पैदल यात्री, साइकल यात्री, मोटरसाइकल यात्रीहरूको हिस्सा नै बढी छ। पछिल्लो समय चालकहरूमा आएको सुधार चाहिँ के पाउनु भएको छ? चालकहरूमा तुलनात्मक सुधार देख्न सकिन्छ। खास गरी सवारी सञ्चालन गर्दाखेरि चाहिँ
व्यवहारमा परिवर्तन देखियो भने मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ केही हदसम्म। किन भन्दा संरचनागत सुधार इन्जिनियरिङको कुराहरू चाहिँ आजको भोलि नहुन सक्छ, तर व्यवहारमा हामीले चाहिँ सुधार गऱ्यो भने धेरै दुर्घटना कम हुन्छ भन्ने हिसाबले नै हामीले प्रशिक्षण गरिरहेछौँ र कतिपय रिपिटेसन पनि भइरहेको हुन्छ र हाम्रो चाहिँ पछिल्ला प्रतिक्रियाहरू पनि सोही अनुसार सरहरूले भनेको कुरा चाहिँ ठिक छ। हामी चाहिँ संयमता अपनाउँदै गर्दाखेरि दुर्घटनाबाट आफूलाई पनि हुने क्षति र अरूलाई हुन सक्ने सम्भावित क्षति न्यूनीकरणमा प्रतिबद्ध छौँ भन्ने किसिमको प्रतिक्रिया पाइरहेको छ।